नमस्ते, यहाँलाई तत्त्व न्यूजमा स्वागत छ। चैत 15 गते राजावादीको आन्दोलनका नायिके दुर्गा प्रसाई इन्डिया लुकेर बसेका थिए र उनलाई अहिले नेपाल प्रहरीले पक्राउ गरेको छ। उनी इन्डियाको असम राज्यमा बसेका थिए र उनले आफै इन्डियन पुलिसलाई आत्मसमर्पण गरेको कुरा खुलाएका छन्। दुर्गा प्रसाईलाई झापाको काकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि उनका समर्थकहरू काकडभिट्टा नाकामा भेला भएका थिए र प्रहरीहरू तैनात भएका थिए। केही दिन अगाडि दुर्गा प्रसाईलाई खोज्न नेपाल प्रहरी इन्डिया गएको थियो र दुर्गा प्रसाई आफ्नो सुरक्षाको माग गर्दै इन्डियन पुलिसमा आत्मसमर्पण गरेका थिए। म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाई हो, म आफै पक्राउ दिएको भनेर दुर्गा प्रसाईले भनेका छन्। झापाबाट दुर्गा प्रसाईलाई यसरी ल्याइएको थियो काठमाडौँ। भने छैन, पिर मान्नु नि हुँदैन है सर, पिर नमान्नु है तपाईँ। दुर्गा प्रसाई र उहाँका अंगरक्षक दीपक खड्कालाई काठमाडौँको जिल्ला अदालत लगिएको थियो र जिल्ला अदालतले उहाँहरूलाई 12 दिन थुनामा राख्न आदेश दिएको छ। इजलासबाट 12 दिन म्याद थप भएको अवस्था छ भने दुर्गा प्रसाद प्रसाईको हकमा चाहिँ उहाँले म बिरामी छु भन्ने जिकिर लिएको हुनाले उहाँको जिकिरलाई सम्बोधन गर्दै इजलासबाट उहाँको सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको समेत प्रबन्ध गर्नु भनेर निर्देशन समेत भएको छ अनुसन्धान गर्ने निकायलाई। दुर्गा प्रसाईलाई पक्राउ गरेर अदालत लगेपछि उहाँका केही समर्थकहरूले विरोध पनि जनाएका थिए। दुर्गा दाइ यदि रिहा गरेन भने हेर के हुन्छ, त्यसलाई हामी छोड्छौँ। यदि खुबी छ भने आइज, हामी कहाँ आइज, छोड्दैन हामी। प्रधानमन्त्री हामी चिन्दैन, त्यो राष्ट्रघाती प्रधानमन्त्री हामी चिन्दैन। हजुरहरूलाई के लाग्छ कि दुर्गा प्रसाईले गलत गरेकै थिए कि उनलाई पक्राउ गरेर थुनामा राख्नु सही हो? कृपया आफ्नो प्रतिक्रिया तल